एकछिन हेर्नुहोस् ल तपाईँलाई म यो गाडी देखाउन चाहन्छु किनभने मलाई यस्तो गर्नु त मन थिएन कि तर बाध्य गर्दो रहेछ क्या कतिवटा कुरामा चाहिँ अब देखाउनै पर्ने। अन्त यो गाडीलाई मैले पास माग्दैछु है हेर्नु ल। हतार थियो अलिकति, हुनु त यस्तो स्पिड हिँड्नुपर्छ भनेर म सबैलाई प्रमोट गर्न चाहदिनँ, स्पिड हिँड्नु राम्रो पनि होइन, तर अलिकति हतार थियो किनभने टिस्टाको बाटो बन्द हुन्छ भनेर चाहिँ हामीलाई 2 बजीको भित्रमा टिस्टादेखि रम्फू पुगिहाल्नु पर्ने थियो र अलिकति स्पिड नै थियो। स्पिड भन्दा पनि अब ठिकैको थियो, आफ्नो लिमिट हुन्छ नि त होइन, आफ्नो लिमिट अनुसारको स्पिड थिए। र यो गाडीलाई चाहिँ पास मागेँ मैले। पास माग्दाखेरि यसरी हात हल्लायो, के भयो भन्नु चाहेको होला नि। अब टर्निङमा हेर्नुहोस् है, गाडी रोक्ला जस्तो गर्दैछ यसले न्यू खोज्नुको लागि, किनभने यसले देख्यो बाहिरको गाडी हो, एसके गाडी हो भनेर। त्यही भएर चाहिँ यसले चाहिँ अब इजिटेक गर्यो क्या। अब यो गाडी चाहिँ WB73 रहेछ। मलाई जहाँसम्म लाग्छ 73, अब नरिसाउनुहोस् तपाईँ जति पनि 73 कुदाउनुहुन्छ, 73 कुदाउनेहरू चाहिँ यस्तो नै हुन्छ प्रायः। कसै गाडीको पछि हिँड्ने, अब पास माग्दाखेरि पनि अनस्पिड गरिदिने, हौ त्यस्तो खालके स्वभाव हुन्छ यो 73 चाहिँ। अब यहाँ हेर्नु यत्रो ठुलो जग्गा छ होइन, मैले यहाँनिर पास मागेँ, ऊ हेर्नुहोस् त भित्ता हिँड्दैछ। अनि यस्तो चाहिँ गर्नु हुँदैन क्या गुरुजीहरू। हामी सबै त अब तपाईँहरू जति पनि गुरुजी हुनुहुन्छ सायद अब ट्रेनिङहरू लिएर ऊ हेर्नुहोस् हातको चलान उयो दिँदैछ, उसले ट्रेनिङ लिएर नै गरेको हो। हामी त झन् अब टाटामा कति वर्ष ह्यान्डीमा हिँडेर मात्र सिकेको। अब वास्तवमा यो चाहिँ लोकल रहेछ, यसलाई कुनै हतार थिएन, यहाँबाट यता जानु मात्रै थियो, उसको घर चाहिँ तक्दा रहेछ। त्यही कारण चाहिँ यसले चाहिँ अब आफूलाई नै हतार छैन, अरूलाई पनि उयो गरिरहेको थियो। यस्तो चाहिँ गर्नु राम्रो हो जस्तो चाहिँ लाग्दैन गुरुजीहरू मलाई चाहिँ।